मेजर चाहिँ होइन माइनर सपोर्टको रूपमा चाहिँ हामीले कन्सिडर गरेका छौँ। अब यसमा चाहिँ यहाँनिर यो तल लोवर विकले चाहिँ अलिकति सपोर्ट लिन खोजेको हो कि भनेर चाहिँ देखाएको छ। हल्का डिमान्ड त्यति नै डिमान्डभन्दा धेरै जति बराबर चाहिँ अब यहाँनिर दिन सक्नुहुन्छ सप्लाई पनि त्यति नै छ, मान्छेहरू इन्ट्रेस्टेड छैन भन्ने कुरा पनि देखाएको छ हायर विकले। यहाँबाट हेर्दाखेरि हो कि भन्ने चाहिँ देखिन्छ। भोलिको कुरा यसले चाहिँ फाइनलाइज गर्छ। तर अहिलेसम्मको लागि चाहिँ मार्केट एउटा माइनर सपोर्टमा रहेको छ। इफ यहाँबाट ब्रेकडाउन भयो भने चाहिँ लगभग 2580 को लेभलमा सम्म चाहिँ जाने सम्भावना रहेको छ। इफ यहाँबाट पनि तल गयो भने चाहिँ हामी अर्को सपोर्ट लेभल खोज्दैछौँ। अहिलेको लागि चाहिँ यसलाई रहन दिउँ है त। र जुन हिसाबले चाहिँ मार्केट घटेको छ, भोल्युम पनि कन्टिन्यू रूपमा घटिरहेको छ, आरएसआई पनि घटिरहेको छ र म्याकडी पनि घटिरहेको छ भनेको सबै कुराले चाहिँ मार्केट अझै तल जान्छ है भन्ने कुरा हामीलाई देखाइरहेको छ, हिन्ट दिइरहेको छ बारम्बार। अब यही कुरा हो, नेप्से यहाँबाट माथितिर गयो भने चाहिँ अरू स्टकहरू फर्दर माथि जाने हो। इफ यहाँबाट तल गयो भने अरू स्टकहरू पनि सँगसँगै त्यहाँबाट तल जाने हो। यो कुरा हामी सबैलाई थाहा नै छ। र यहाँनिर चाहिँ म डेलीको चार्ट प्याटर्न लिएर उपस्थित भइसकेको छु। डेलीको चार्ट प्याटर्न लिएर उपस्थित हुँदाखेरि चाहिँ अहिले देख्न सक्नुहुन्छ यसको जुन यो आज अहिलेसम्मको फर्स्ट क्यान्डल रेड क्यान्डल हो, यसको हायर विक चाहिँ एकदमै धेरै छ भनेको एकदमै धेरै मान्छेहरूले चाहिँ सेल गरिरहेका छन्। मान्छेहरू चाहिँ के छन् त यहाँबाट धेरैले चाहिँ एक्जिट गरे र डिमान्ड चाहिँ एकदमै कम छ भन्ने कुरा यो लोवर विकले देखाएको छ र फुल क्यान्डल चाहिँ के छ एकदमै रेड छ। र यो भनेको चाहिँ माइनर सपोर्ट हो किनभने यहाँ दुईटा क्यान्डलको बिचमा चाहिँ मैले एउटा लाइन तानेको छु। त्यही भएर यो चाहिँ माइनर सपोर्ट खासै यसबाटै मार्केट माथि जान्छ भन्ने चाहिँ हुँदैन। तर मेजर सपोर्ट भनेको चाहिँ हाम्रो लगभग 540 लगभग 530 देखि 40 को लेभलमा चाहिँ एउटा मेजर सपोर्ट रहेको छ किनभने ग्याप अप ओपन भएको छ यहाँ। त्यही भएर यहाँबाट जान सक्छ कि भन्ने एउटा एजम्सन पनि लगाउन सकिन्छ। अब यहाँ हेर्दै गर्दाखेरि यो लेभलमा आउनसम्म चाहिँ होल्ड हुन्छ, यहाँबाट तल जाने जस्तो देख्यो भने सेल हुन्छ। त्यो कुरा चाहिँ मैले अहिले भने यसलाई हामीले कम्प्लिटली ब्रेकडाउन फेरि पनि गर्नेछौँ। र यहाँनिर देख्न सक्नुहुन्छ भोल्युम चाहिँ एकदमै थोरै भोल्युम थियो र आजको भोल्युम चाहिँ एकदमै स्पाइक गरेको छ भनेको भोल्युम चाहिँ आज एकदमै धेरै भोल्युममा चाहिँ एक्जिट भएको जस्तो यहाँबाट देखिएको छ। र यहाँनिर आवरली प्याटर्नबाट हेर्दाखेरि के भएको छ भन्दाखेरि सुरुमै मार्केटलाई चाहिँ एकदमै हाई बनाएर लगभग अहिलेको हाई भनेको चाहिँ 797 बनाएर चाहिँ फेरि मार्केटलाई के गरेछ तल झारे। यही लेभलमै लो पनि 622 यही लेभलमै बनाएका थिए र क्लोजिङ चाहिँ यसको टक्क कतिमा भयो भन्दाखेरि ओभरअल 636.50 मा चाहिँ क्लोजिङ भएको यहाँबाट देखिएको छ। यो लेभलले अहिले माइनर सपोर्ट रूपमा यहाँ गर्ला जस्तो देखाएको छ र मेजर सपोर्ट लेभल भनेको हाम्रो यहाँ तल रहेकै छ है त। यो कुरा चाहिँ राम्रोसँग हेर्नु होला। र यदि हामीले चाहिँ पिभट पोइन्टबाट पनि हेऱ्यो भने पिभटको रेजिस्टेन्स लेभल भनेको लगभग 704-5 तिर छ र सपोर्ट लेभल भनेको 502 तिर अलिकति तलतिर देखाएको छ। जे होस् यो जोन भनेको चाहिँ मेजर सपोर्टको जोनको रूपमा चाहिँ कन्सिडर गर्नै सकिन्छ। र कति बेलातिर चाहिँ मार्केटलाई माथि पुस गरेर तलतिर घटायो त भन्दाखेरि सुरुको 5 मिनट चाहिँ मार्केटलाई अलिकति माथितिर लग्यो, त्यसपछि कन्टिन्यू घटेको मार्केट कन्टिन्यू रूपमै घट्न गयो। त्यो कुरा चाहिँ हामीले यहाँबाट क्लियरली देखिन्छ। र ब्रोकर होल्डिङको कुरा गर्दाखेरि चाहिँ यो हामीले मन्थली ब्रोकर होल्डिङ छ। मन्थली ब्रोकर होल्डिङमा यहाँ अहिलेसम्म कारोबार भएको छैन भनेको जुन 30 आजै कारोबार भएछ र सेलिङमा पनि आजै कारोबार भएछ भनेको मन्थली हेर्नु र विकली हेर्नु चाहिँ केही फरक छैन। यहाँनिर देख्न सक्नुहुन्छ के कति कसले के कति किने त्यसको बारेमा डाटा रिड गरेर सुनाउँछ। त्यो 42 नम्बरले चाहिँ लगभग 8150 किनेछ, 97 नम्बरले 3480 कित्ता, 16 नम्बरले 2890 कित्ता, 45ले 2300 कित्ता, 18ले 2170, 81ले 1860, 33ले 1850, 57ले 1840, 74ले 1820, 14ले 1550 कित्ता किनेको यहाँबाट देख्न सकिन्छ। यो सबै कारोबार आज नै भएको र सबभन्दा धेरै सेल गर्नेमा चाहिँ ब्रोकर नम्बर 58 रहेको छ जसले 20750 कित्ता फालेछ, 49ले 7520 कित्ता, 38ले 3290 कित्ता, 8 नम्बरले 1120 कित्ता, 89ले 930 कित्ता, 77ले 760, 66ले 720, 6 नम्बरले 690, 7 नम्बरले 650 र 29 नम्बरले 620 कित्ता फालेको यहाँबाट क्लियरली देख्न सकिन्छ। यो फाल्ने पनि आजकै दिनमा यहाँबाट हेर्दाखेरि सबभन्दा धेरै उठाउने र फाल्नेमा चाहिँ सबभन्दा धेरै फाल्ने देखिएको छ जुन चाहिँ आज भएको। अब के गर्ने भन्दाखेरि चाहिँ मैले मेरो थट के छ, मैले यहाँ के गर्छु भन्दाखेरि यो लेभल भन्दा तल नगएसम्म चाहिँ मैले सेल गर्दिनँ, यो लेभलसम्म चाहिँ मैले होल्ड गरेर राख्छु। यहाँबाट माथितिर जाने जस्तो भने चाहिँ बाई गर्छु, फेरि एड अन गर्छु। यहाँबाट चाहिँ कम्प्लिटली तलतिर क्यान्डल बन्यो भने चाहिँ के गर्छु त सेल गरेर एक्जिट गर्छु। त्यही कुरै तपाईँले फलो गर्नुपर्छ भने चाहिँ छैन, तपाईँले पनि आफ्नो एनालाइसिस के छ त्यस अनुसारले अगाडि बढ्न सक्नुहुन्छ। र तपाईँको केही कुराहरू छ भने तल कमेन्ट गर्नु होला, कुनै स्टक भयो एनालाइसिसको लागि त्यो पनि तल कमेन्ट गर्नु होला। थ्याङ्क यू।